हेलो एभ्रिवान, नमस्ते। नासु फाफुला सबैलाई वेलकम छ मेरो युट्युब च्यानलमा। मैले चाहिँ आज फेरि नेपालदेखि दुबई आएको भिडियो अपलोड गर्न गइरहेको छु। अनि पहिला नि मैले भिडियोहरू चाहिँ अपलोड गर्थेँ, यता दुबई आएदेखि चाहिँ मैले गरेको थिइनँ। अनि मलाई फेरि पुरानो याद आयो, त्यही भएर मैले चाहिँ यो पुरानै भिडियो यसो हालिदिउँ न भनेर, याद पनि हुन्छ भनेर चाहिँ मैले फेरि अपलोड गर्ने विचार गरेर सोच लिएर मैले चाहिँ फेरि एडिट गरेर अपलोड गर्ने सोचेँ। सबैजनाले हेरेर लाइक गरेर साथ दिनु होला भन्न चाहन्छु। अनि म चाहिँ त्यो बेला बेलामा बिचमा म भोइस यसो रेकर्ड गरिरहेको हुन्छु। अनि त्यही हो, नेपालदेखि दुबई आएको कतिको गाह्रो हुन्छ त्यो पनि म हल्का फल्का बताउँछु तपाईँहरूलाई। Expression. Hello, sorry, Amy. Place the mask over your nose and mouth and ल है गाइज, अब हाम्रो चाहिँ यात्रा स्टार्ट भयो। दुबईको जर्नी स्टार्ट भयो। अनि मलाई चाहिँ त्यस्तो नराम्रो फिल चाहिँ भएको थिएन, किनभने सँगै दिदी हुनुहुन्थ्यो, मेरो आफ्नै दिदी र म गएको थियौँ। अनि हामी चाहिँ फर्स्ट टाइम घरबाट बाहिर, फर्स्ट टाइम विदेश आएको। विदेश भन्ने कस्तो हुन्छ भनेर अब मनमा त्यही त हो नि, कस्तो भएको थियो, कहिले जाऊँ, कतिखेर चढौँ, त्यस्तो हुन्थ्यो। अब अहिले चाहिँ याद गरिरहन्छु नेपाललाई, धेरै धेरै मिस गरिरहन्छु। किनभने हामीले भोग्यौँ नि त विदेश भन्ने चिज कस्तो हुँदो रहेछ, कतिको गाह्रो हुन्छ, कतिको स्ट्रगल गर्नुपर्छ, कस्तो मान्छेहरू भेटिन्छ, के अरे कसरी अब बस्नुपर्छ, कसरी हिँड्नुपर्छ, कसरी खानुपर्छ, कसको सङ्गत गर्नुपर्छ, कसको सङ्गत गर्नु हुँदैन भनेर चाहिँ हामीले सबै बुझेँ। जस दिदी साथमा भएर चाहिँ त्यस्तो नराम्रो फिल भएन, नरमाइलो भएन। मेरो जर्नी चाहिँ अहिलेसम्म राम्रै छ भनौँ न, ठिकै छ। त्यही हो, अब याद चाहिँ आउँछ नेपालको धेरै नै, मिस गरिरहन्छु एकदमै फ्यामिलीको। अब सबै फेस्टिभलहरू हुन्छ नि, एकदमै याद आउँछ। त्यो चाहिँ कहिलेकाहीँ फिल हुन्छ नराम्रो। अनि नराम्रो फिल भए पनि जस्ट कन्ट्रोल गर्छु आफूले आफूलाई।
कफी पनि पिएर अनि अब चाहिँ हाम्रो एयरप्लेन ल्यान्ड हुने टाइम हुन लागिसकेको थियो। अनि यो बादलहरूलाई हेर्दै आकाशलाई हेर्दै रमाइलो त रमाइलो भइरहेको थियो, तर नेपाल पनि मिस चाहिँ धेरै नै भएको थियो। अनि आँसु चाहिँ झरेन, जस दिदीसँगै भएर होला, एक्लै भए भए चाहिँ म रुँदै पनि आउँथ्यो होला। दिदी हुनु भएर त्यस्तो नराम्रो फिल चाहिँ भएन। त्यही भएर सबैजनालाई चाहिँ म के भन्छु भने एक्लै आउँदा त सायद नरमाइलो फिल त हुन्थ्यो होला, साथमा दिदी भएर होला मलाई चाहिँ त्यस्तो नराम्रो फिल भएन। जस खुसी लागिरहेको थियो नौलो ठाउँमा, कस्तो होला के होला भन्ने एकदम कस्तो हेरौँ झरौँ कतिखेर झरौँ जस्तो भएको थियो। ल्यान्ड हुने धेरै टाइम पनि थिएन, त्यही रमाइलो हुँदै थियो। म चाहिँ खुसी सँगसँगै एकदमै एक्साइटेड थिएँ होइन, कति बेला चाहिँ ल्यान्ड हुन्छ, कति बेला चाहिँ मेरो पाइला टेकौँ यो ठाउँमा जस्तो भइरहेको थियो मलाई चाहिँ। अनि मुनिको भ्यूहरू देख्दाखेरि चाहिँ यस्तो रमाइलो के ओहो वाउ जस्तो कि, तर हेर्नु साथीहरू देखे जस्तो वाउ त्यो चाहिँ कहिले पनि हुँदैन रहेछ होइन। घुम्न आउनेहरूलाई चाहिँ अब यतिकै घुम्न रमाइलो गर्न आउनेहरूलाई चाहिँ ठिकै हो, रमाइलो छ, तर हामी जस्तो स्ट्रगल गर्न आउनेहरूलाई चाहिँ गाह्रो छ। आफ्नो फ्यामिलीको लागि आफ्नो फ्युचरको लागि केही सोचेर आउनेहरूलाई चाहिँ एकदमै स्ट्रगल गर्नुपर्छ। अनि त्यही माथि तपाईँ सक्नुहुन्छ, म गर्छु, मैले जस्तो भए पनि गर्नुपर्छ, म केही गर्न आएको हो सोच लिएर यत्रो पैसा खर्च गरेर आउनुहुन्छ भने चाहिँ विदेश भन्ने कुरा राम्रो हो। किनभने हामीहरू सबैजना स्ट्रगल गर्न आएको, पैसा कमाउन आएको हो, अनि आफूले गर्नुपर्छ भन्ने सोच लिएर आएको, गर्नुपर्छ। तर तपाईँ सक्नुहुन्न भने चाहिँ पैसा खर्च गरेर नआउनुहोस्, बरु नेपालमै केही गर्नुहोस्। यहाँ आउने पैसाले चाहिँ नेपालमै केही बिजनेसहरू गर्नुहोस्, केही आइडिया छ भने। यहाँ आएर यत्तिकै पैसा खर्च गरेर चाहिँ केही गर्न सक्नुहुन्न भने चाहिँ नआउनुहोस्, म चाहिँ त्यही भन्छु। अनि हाम्रो चाहिँ एयरप्लेन ल्यान्ड हुन लाग्यो, अबको रियाक्सनहरूमै त कस्तो हुन्छ।
साथीहरू हामीहरू चाहिँ एयरपोर्टभित्र छिरिसकेका थियौँ अनि लगेज लिनलाई बसिरहेका थियौँ। अब मेरो भिडियो धेरै छैन। तपाईँलाई आएन नि अनि आफ्नो नम्बर कोड नम्बर दिन्छ त्यो लगेज किन्ने ठाउँमा अनि आफ्नो कोड नम्बर चाहिँ हामीहरू चाहिँ बेलुकाको यस्तै 5:30-5:30 बजे पुगेको थियौँ। अनि यति नै हो साथीहरू, मेरो भिडियो चाहिँ हेरेर साथ दिनु होला। फेरि पनि नयाँ नयाँ भिडियोहरू ल्याउने छु। अब चाहिँ यतै दुबईकै हुनेछ मेरो भिडियोहरू। हेरेर लाइक गरेर साथ दिनु होला। सबैजनालाई यही भन्न चाहन्छु। धन्यवाद।